अर्धवार्षिक परीक्षाको बिदा र माघे संक्रान्ति मेलाको नयाँ स्वादको साथमा स्कुल जाने दिन पनि आयो। बिहानै उठेर मुख धोएर कापी किताब मिलाएर स्कुल जाने तयारी गरिरहेको थिएँ। सधैँ जसो एका बिहानै आमा कराउन थाल्नुभयो। बाबु, ओए बाबु, आज त स्कुल जाने होला नि, अहिलेसम्म उठेको छैन त? स्कुल जाने भनेपछि त के स्कुल जाने भनेपछि त? मैले झोक्किँदै भने। ए, मेरो छोरो त उठिसकेको रहेछ त? आमाले झस्किँदै भन्नुभयो। ए आमा, एउटा कुरा भनौँ? मैले प्रश्न गरेँ। भन न बाबु, के कुरा हो? आमाको उत्तर थियो। आमा, मेरो बाबा कस्तो हुनुहुन्छ? फोटोमा मात्र देखेको छु। मेरो बाबा कहिले आउने हो? मलाई त केही भन्नुहुन्न त? मैले गम्भीर प्रश्न गरेँ। तिम्रो बाबा तिमी जन्मेको 3 महिनामा भारत गएको हो। कहिलेकाहीँ चिठी पनि पठाउनुहुन्थ्यो। चिठीमा त आउँछु भनेको धेरै भयो। आउनुहुन्छ होला? आमाको बाबाप्रतिको उत्तर यस्तो थियो। आमासँग बाबाको बारेमा गफिँदै थिए। स्कुल जाने तयारी पनि हुँदै थियो। यत्तिकैमा आधा चिच्चाए। ओए सुर, स्कुल जाने बेला भो, छिटो आइज हो। म त तयार भइसकेँ। ल, म पनि तयार भइसकेँ, आउँदैछु, मैले भने। त्यसपछि म तयार भएर स्कुल हिँडेँ अनि आमासँग बिदा भएँ। साथी आधा र म स्कुलतिर जाँदै थियौँ। अचानक सनोज भन्ने साथी दौडिँदै आएर हामीलाई जिस्कायो। ओए सुर, तेरो र आधाको जोडी राम्रो देखिएको छ है। आफ्नै रफ्तारमा स्कुलतिर ऊ दौडियो। सनोजले मलाई जिस्काएपछि आधाले मलाई भन्यो, सुर, एउटा कुरा भन त मलाई। के कुरा हो आधा? भन न, मैले भने। अस्ति मेलामा तिमीले के भनेको थियौ? सोच त, उसले प्रश्न गरी। मैले के भनेको थिएँ र? मलाई त याद नै भएन हौ, मैले सहजै उत्तर दिएँ। तिमीले मलाई धेरै माया गर्छु भनेका थियौ त? के भनेको? मैले त बुझिनँ नि, कप्टो मुन्टो बनाउँदै सोधी। मैले तिमीलाई माया गर्छु, मैले तिमीलाई मन पराउँछु भनेको के? मैले बुझ्ने गरी भने। ए हो र? होइन होला, नाटकै होला, भन्दै आधा लजाइन्। यस्तै गफ गर्दा गर्दै हामी स्कुल पुग्यौँ। स्कुलमा धेरै साथीहरू आइसकेका थिए। सबै सरहरू पनि आइसक्नु भएको थियो। केही दिनपछि स्कुल जाँदा रमाइलो भइरहेको थियो। यत्तिकैमा पाले दाइले घन्टी बजाउनु भयो। सबै साथीहरूले आफ्ना कापी किताब बेन्चमा राखेर हामी सबैजना प्रार्थनाका लागि लाइन लाग्न गयौँ। दुर्गा सरले प्रार्थनाको तयारी गरिरहनु भएको थियो। सबै साथीहरू लामबद्ध भई बसेका थिए। मेरो साथी आधा केटीहरूको लाइनमा लागेकी थिइन् भने म केटाहरूको लाइनमा बसेको थिएँ। सबै साथीहरूले प्रार्थनामा श्रीमान गम्भीर गाउँदै थिए। मैले भने छड्के परेर आधालाई हेरिरहेको थिएँ र उसले पनि मलाई हेरिरहेको थियो। प्रार्थनापछि हामी कक्षा कोठामा गयौँ। नानी बाबुहरू, अङ्ग्रेजी किताब निकाल, दुर्गा सरले सबैलाई भन्नुभयो। सरको अनुरोधमा हामीले किताब निकाल्यौँ। दुर्गा सरले पढाउँदै हुनुहुन्थ्यो। मैले भने आधालाई कानमा खुसुक्क भने, मेरो कुरा सुन न आधा, के भो फेरि पढ्ने बेलामा नबोल न, सरले देख्नु भयो भने पिट्नुहुन्छ के? आधाले मलाई सम्झाउँदै भने। हामी खासखुस गरेको थाहा पाएर सरले कराउनु भयो। ओए सुर आधा, किन काने खुसी गरेको? अरूलाई पढ्न डिस्टर्ब हुन्छ। खासखुस नगर है। हवस् सर, खासखुस गरेको होइन, पढाइको बारेमा सल्लाह गरेको सर, मैले सानो स्वरमा भने। नबुझेको कुरा मलाई सोध, तर खासखुस नगर है, सरले मलाई सम्झाउनु भयो। मैले हवस् भन्दै समर्थन गरेँ। दोस्रो घन्टी बज्यो। दुर्गा सरले भोलि सबैले अनिवार्य रूपमा गृह कार्य गरेर आउनु है भन्दै जानुभयो। दोस्रो घन्टी सुरु भयो। नेपाली पढाउने सर आउनुभयो। नेपाली सरको एउटा खराब बानी के थियो भने पढाउँदाखेरि बिचमा ठुक्ने बानी थियो। सरले कस्तो पढाउनु भयो भन्ने भन्दा पनि सरले पढाइसक्दासम्म कति पटक ठुक्नुहुन्छ भनेर गन्ने गर्थ्यौँ। चौथो घन्टी सकेपछि 1 बजेको घन्टी बज्यो। सबैजना खाजा खान गए। आधा र म पनि खाजा खानको लागि स्कुलको चौतारीमा गयौँ। आधा, आज तिम्रो खाजा के हो? मैले सोधेँ। मेरो त मकै र भटमास हो। तिम्रो खाजा के हो? उसले नि मलाई सोधी। मैले त खाजा लिएकै छैन। मैले उसलाई जिस्काएँ। नाटक, किन ल्याएको त खाली टिफिन, खाजा नै छैन भने? उसले रिसाउँदै भने। तिम्रो खाजा के हो? निकाल के? आधाले फेरि अनुरोध गरे। मेरो खाजा गहुँको रोटी हो।
हौ मिलेर खाम मैले जोक गरेँ। हामीले उसले ल्याएको मकै र भटमास र मेरो खाजा गहुँको रोटी मिलाएर खायौँ। खाजा खाँदै मजाले गफिँदै थियौँ। खाजा साह्रै मिठो थियो। आधा र म राम्रो साथीको रूपमा सँगै खाने, बस्ने, हिँड्ने गरेको देखेर सबै साथीहरूलाई जलन हुन्थ्यो। 2 बजेको घन्टी बज्यो। सबै साथीहरूसँगै हामी पनि कक्षा कोठामा गयौँ। पाँचौं र छैठौं घन्टी सकिएपछि 7औं घन्टीको म्याडम आज नआउनु भएको भन्ने थाहा भयो। स्कुलमा म्याडम नआए पनि हामी भने 4 बजेसम्म बस्नुपर्ने नियम थियो। त्यसैले कोही साथीहरू आफ्नै धुनमा गफिँदै थिए, कोही भने हल्ला गर्दै थिए। म र आधा भने नजिकै बसेर गफिँदै थियौँ। ओए कोप्ची, मैले उसलाई बोलाएँ। फेरि कोप्ची भनिस्? ऊ रिसायो। किन त भनिस्? म पनि रिसाएँ। तैँले कोप्ची भन्न हुने, मैले त भन्न नहुने? ऊ झन् रिसायो। हामी झगडा गरेको देखेर हाम्रो मिल्ने साथी सनोज आएर हामीलाई सम्झाउँदै थियो। तिमीहरू मिल्ने साथी हो, यसरी झगडा गर्नुहुन्न। तिमीहरू यसरी झगडा गर्यो भने हामी सबै साथीहरूको लागि नराम्रो हुन्छ। त्यसैले झगडा नगर है। सनोजले सम्झाएपछि हामीले एकअर्कालाई माफ माग्यौँ र मिलेर बस्यौँ। साथीहरूले हामीलाई सम्झाएर आफ्नो पारोमा झुम्न थाले भने हामी फेरि एकअर्कामा गफिन थाल्यौँ। मैले केही भन्नुहुन्न। किन रिस उठ्छ तिमीलाई? साँच्चीकै भन त। मैले सिरियस मोडमा भने। खै कुन्नी किन हो, मलाई त चाँडै रिस उठ्छ के, मेरो बानी नै यस्तै छ। उसले शान्त स्वरमा भने। जहिले पनि रिसाउनु त राम्रो होइन नि। मैले फेरि सोधेँ। रिसाउन हुन्न भन्ने त थाहा छ, तर पनि रिस उठ्छ। खै किन हो? यस्तै कुरा गर्दा गर्दै अचानक आधाले फरक प्रसङ्गमा पारिवारिक कुरा गर्यो। उसले गम्भीर मुद्रामा प्रश्न गर्यो। तिम्रो बाबा कता हुनुहुन्छ? तिमीलाई थाहा छ? मैले मेरो बाबालाई त फोटोमा मात्र देखेको छु। मैले आज नै आमालाई सोधेको थिएँ। आमाले छिट्टै आउनुहुन्छ भन्नुभएको थियो। मैले भने। किन तिमीले आज यस्तो कुरा सोधेको आधा? मैले प्रति प्रश्न गरेँ। दुःख नमान है, मैले किन सोधेको भने मेरो बाबा त 6 महिनामा घर आउनुहुन्छ। तर तिम्रो बाबालाई आजसम्म देखेको छैन नि त, त्यसैले सोधेको, उसको उत्तर थियो। अब तिम्रो बाबा आउँदा नयाँ खेलौना के ल्याइदिने भन्नुभएको छ त नि, मेरो जिज्ञासा थियो। खै के ल्याइदिने हुन्छ मलाई थाहा नै छैन सुर, जे ल्याइदिए पनि हुन्छ मलाई त। यस्तै गफ गर्दै थियौँ। 4 बजेको घन्टी बज्यो। सबै साथीहरू रमाउँदै हल्ला गर्दै कक्षा कोठाबाट निस्कँदै थिए। हामी पनि साथीहरूसँगै निस्क्यौँ। हामी सबैजना घरतिर लाग्यौँ। हामी मनभरि माया, झोलाभरि कापी किताब, हातमा खाजाको टिफिन लिएर बिस्तारै घरतिर हिँड्यौँ। बाटोमा जाँदै थियो, हामीलाई भेट्न दुर्गा सर आइपुग्नु भयो। सुर र आधा, पढाइ कस्तो छ? हामी दुवैलाई सोध्नु भयो। राम्रै छ सर, हामीले एकै स्वरमा भन्यौँ। तिमीहरूको घर परिवारमा राम्रै छ? सरले फेरि सोध्नु भयो। सबैलाई ठिकै छ सर, पुनः एकै स्वरमा उत्तर दियौँ। ल सुराधा, आफ्नो ख्याल गर है, तिमीहरू बिस्तारै आऊ, म त हिँडे भन्दै दुर्गा सरले हामीलाई छोडेर लमक लमक गर्दै अगाडि बढ्दै घरतिर लाग्नुभयो। दुर्गा सरले यस्ता प्रश्न गर्दा मेरो मनमा केही कुरा खेलिरहेको थियो। सुर, दुर्गा सरले किन हामीलाई यस्तो प्रश्न गरेको होला? आधाले सोधी। खै मैले पनि यस्तै सोचिरहेको थिएँ। तिमीले पनि त्यही कुरा सोध्यौ। मैले भने। त्यही त, यसरी कहिले पनि सोध्नुहुन्थेन, आधाले चिन्ता व्यक्त गरी। आधाको कुरा सुन्दै मनमा कुरा खेलाउँदै यो आधालाई मेरो मायाजालमा पारेर, मेरो मनको रानी बनाएर, मेरो मनको दरबारमा सजाएर राख्ने सपना बुन्दै थिएँ। किन तोलाको तिमी? उसले मलाई झस्कायो। केही नै, भन न, मैले हतारिँदै उत्तर दिएँ। के सोचेको भन त मलाई? उसले रिसाएर बोली। साँच्चीकै भनौ त? मैले भने। साँच्चै भन, धेरै नाटक भयो। ऊ झन् रिसायो। मैले तिमीलाई बिहे गरेर मेरो दुलै बनाएर मेरो घरमा बुहारी बनाउने सपना देखेको थिएँ के? मैले ढुक्क भएर भने। तिम्रो नाटक धेरै भयो सुर, अब यस्तो कुरा नगर, हामी अझै केटाकेटी नै छौँ, उसले सम्झायो। खै के भएको मलाई नै थाहा छैन, म तिमीलाई धेरै माया गर्छु। आधा, तिमी मेरै हौ, मैले चिच्चाएर भने। चुप बदमास, कति हल्ला गरेको, अब नबोल है।
आधाले फेरि सम्झायो। यस्तो कुरा गर्दै झगडा गर्दै रिसाउँदै खुसी हुँदै चिच्चाउँदै रमाउँदै हिँड्दा हिँड्दै हामी आधाको घरमा आइपुग्यौँ। ओहो, तिमीहरू आइपुग्यौ? ल ल आऊ, बस नानी बाबु हो। आधाको आमाले हामीलाई स्वागत गर्नुभयो। नाइ काकी, म त बस्दिन, म त घर गएँ, मैले भने। सुर, एकछिन बस न, एकछिन बसेर जाउला के, तिम्रो घर नजिकै त छ नि। आधाले पनि अनुरोध गरे। नाइ, म बस्दिन, अबको 1 हप्तापछि स्कुलबाट भ्रमण जाने कुरा छ नि, थाहा छ कि नाइ?